ए जिमाले हाम्रो भारी बनाइदिनुहुन्छ डोकोमा जिमा। अब यति छ जिमा होइन खै त हेर्नु त ए उहाँको चाहिँ। हेलो गाइज के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। सो म पनि एकदम ठिक छु। आज चाहिँ हामी गहुँ बोक्दैछौँ खेततिर छौँ। गहुँ काटेर यता बारीतिरदेखि हामी गहुँ बोक्दैछौँ। अनि हातमा यो नाम्लो परियो छ। यो चाहिँ कालाखरा खेततिर हामी जाँदैछौँ होइन गहुँ बोक्नुको लागि। मेसिन यता बारीतिर आउँदैन थ्रेसर। सो त्यो भएर चाहिँ हामी गहुँ बोक्नको लागि भनेर खेततिर जाँदैछौँ। यसरी हाम्रो यहाँ चाहिँ बारीको चाहिँ गहुँ बोकेर भ्याइयो। सो अब चाहिँ जुमुनाको खेततिर गहुँ बोक्दैछौँ हामी। ए सबै यसरी गहुँ काटेर भइसकेको छ। अगाडिदेखि चाहिँ बाजे आउनु लाग्नुभएको छ गहुँको भारी लिएर। बाजे के छ गरुङ्गो छ भारी गरुङ्गो छ होइन? अब कति छ ल्याउनु पर्ने? अब थोरै छ होइन? ल अब हाम्रो लास्टमा अब हाम्रो पालो मात्रै रहेको छ। एक भारी अब हामी लिएर आउँछौँ। त्यसपछि चाहिँ गहुँ बोक्ने काम चाहिँ हाम्रो सकिन्छ होइन। सबैको यसरी गहुँ भ्याइसकेको छ काटेर चाहिँ। ए कोही चाहिँ यसरी बोक्दै ए यहाँ कुनियो लगाएको छन् गहुँ यसरी। अनि मेसिनको बाटो हेरिरहेको छन् होइन। के छ आन्टी भारी गरुङ्गो छ? छैन? अर्को भारी पनि बनाइदिनु पर्ने रहेछ। ल ल अब चाहिँ गहुँ यति बाँकी छन् होइन। ए जिमाले हाम्रो भारी बनाइदिनुहुन्छ डोकोमा जिमा। अब यति छ जिमा होइन खै त हेर्नु त ए उहाँको चाहिँ उहाँको गहुँ बोकिदिनु लाग्यो हामीले चाहिँ। ल हामीले अब बनाइदिनु। सो अब चाहिँ हामी बोकेर चाहिँ गहुँ बोकेर कालाखरा खेततिर छौँ होइन। गहुँ बोकेर चाहिँ अब हामी फर्किन्छौँ। त्यसपछि मेसिन चाहिँ आएको छैन थ्रेसर होइन। सो थ्रेसर आयो भने चाहिँ अब हामी गहुँ हाल्नेछौँ आज चाहिँ होइन। आज सबै यहाँ सबैले चाहिँ यहाँ काम भइसक्नु भएको छ। हाम्रो यहाँ मात्रै बाँकी छ मझिमाको र हाम्रो मात्रै बाँकी छ गहुँ मेसिनमा हाल्नुपर्ने। अरू सबैको भइसकेको छ। सो आज हामी गहुँ हाल्नेछौँ। थ्रेसर आउँछु भनेको छ आउँछ कि नै त्यो पनि थाहा छैन। बाँकी भिडियो हेर्दै गर्नु होला है त। ल अब चाहिँ भारी रेडी भइसकेको छ डोकोमै मैले गहुँ बोकिरहेको छु। अनि यता जमुनाको यहाँ छ भारी। सो अब यहाँदेखि चाहिँ हामी अगाडिसम्म लगेर जान्छौँ गहुँ। जिमाले यसरी जगाइराख्नु भएको छ गहुँ चाहिँ मलाई भारी होइन। अब म यो बोकेर लग्दैछु। ल यसरी चाहिँ गहुँ बोकेर अब हामी अगाडितिर लाग्दैछौँ। एकदम अलिकति अप्ठ्यारो भयो भारी पनि। जुमुनाको भारी पसिना भइसक्यो। भारी बोक्नाले पनि गर्मी पनि कति धेरै हो। यसरी पसिना आयो। ए गहुँ लिएर हामीले चाहिँ भारी यहाँ फाल्यौँ है। अनि यता चाहिँ यसरी गहुँ उग्दैछ फिस्ने काम हुँदैछ यहाँ चाहिँ काममा। बाउजू पनि आउनु भएको छ। मसिन कहाँ छ खोज्ने हो? मसिन खोजौँ ल मसिन खोज्नु पर्यो। बाजे के छ मेसिन कतिखेर आउँछ? हजुर यसलाई चाहिँ गहुँ अब हामी फिच्दैछौँ। यो गहुँलाई यसरी घाममा सुकाएर के पो हे तेरि कता भुसमा टेक्नुहुन्छ? ल भाउजू पनि आउनु भएको छ। के छ भाउजू के भन्नुपर्ने छ? मसिन चाहिएको छ मलाई। अरू के चाहिएको छैन। गहुँ कुटाएर छिट जाने हो। छिट जाने होइन? हजुर अब मसिन चाहिएको छ भनेर त कहाँ पाइन्छ र होइन। कतिखेर आउँछ? यसरी यो खोलाको छेउमा यसरी हामीले गहुँ बोकिरहेका छौँ
अनि यहाँदेखि चाहिँ अब घर लाग्नलाई पनि सही हुन्छ। यता घर नजिकै छ हाम्रो। यता चाहिँ हाम्रो र बाजेको चाहिँ हाल्नुपर्ने छ गाउँ। अनि हाम्रो चाहिँ यहाँ छ अनि यता बाजेको छ गाउँ। अनि यहाँदेखि यता चाहिँ हिजोतिर हालिसक्नु भएको छ है। यो चाहिँ भुस यसरी भरेर राख्नुभएको छ। अनि कोहीले चाहिँ यसरी यहाँ चाहिँ गहुँ काटिराख्नु भएको छ। मैले उहाँको मात्रै बाँकी छ गहुँ काट्नु चाहिँ, अरू सबैले काटिसक्नुभयो। यस्तो छ है। गहुँ चाहिँ यसरी फिच्नु परेको छ। सो मेसिनले चाहिँ चिसो भयो भनेर चाहिँ नहालेर चाहिँ अहिले फेरि यसलाई यसरी माथितिर बाला बनाउनु लाग्छौँ। अघि चाहिँ उता तल बनाउँथ्यौँ। म चाहिँ अहिले चाहिँ यसो यो रुखको मुनि बसिरहेको छु। एकदम गर्मी धेरै भयो क्या होइन। त्यो भएर चाहिँ मेसिन कति बेला आउँछ, मेसिन आयो भने चाहिँ छिटो हालेर घरतिर जाने भनेको। मेसिन पनि आएको छैन, हामी वेट गरिरहेको छौँ। कति बेलासम्म वेट गर्ने हामीले। के छ हिरो भान्जा? हाम्रो भान्जाहरू फेरि आज नुहाउनुको लागि भनेर आइदिएर आयो क्या कोलपुरदेखि यहाँ। कोलपुरदेखि त होइन, माथदेखि। नै गरगल जाने हो भोलि? भोलि जाने हो? के ठिक छ? कस्तो रमाइलो लाग्छ आज नुहायो होइन आएर। अनि हाम्रोहरूको भान्जा चाहिँ यता छन् है। नदेखाउनु भनेर लाज मानिरहेको छन् है भान्जाले। के छ भान्जा ठिक छ? भान्जाको चाहिँ टन्नै थिएन अरे है। लाजले भान्जा फेरि पछाडि फर्किरह है। त्यस्तो पनि हुन्छ, यता यस्तो हुनु पऱ्यो कि। अनि भान्जाहरू के छ? कतिखेर जाने गर? भोलि जाने? बिहान 8 बजी गइन्छ। कति दिन भएको? आज खै 7-8 दिन। 7-8 दिन, 1 हप्ता उसै भयो। कस्तो कोलपुर रमाइलो लाग्यो कि यहाँ रमाइलो लाग्यो? कोलपुर रमाइलो लाग्यो है। यहाँ बत्ती नै होइन, बत्ती नै होइन। बत्ती छ त? लाइट नै होइन। लाइट छैन? बाटोको लाइट छ त? नै हो, कमी सबको घरमा पुगिरहेन। त्यो घरमा चाहिँ बनाउनु पऱ्यो त, जोड्नु भन्नु पऱ्यो त। आफ्नो घर मात्रै जोड्ने, हजुरबा हजुरआमालाई नजोडिदिने। बाटोको बारेमा पनि भन्नु। बाटो भन्नु न। बाटो पनि भएन। कोलपुरको जस्तो बाटो कहाँ हुन्छ त केटा हो? के त भान्जाहरू लाज मानेर बस्ने हो यस्तो पनि हुन्छ? यस्तै छ नै। ल हामी चाहिँ यस्तो शीतलमा बसिरहेको छौँ होइन। ल ल अहिले चाहिँ रातिको 10 बजे चाहिँ हाम्रो गाउँ चाहिँ गएर सकिएको छ। आजको लागि भिडियो यति नै। बाँकी भिडियो हेर्दै गर्नु होला। एन्ड बाई। मन पऱ्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला।